हेलो, नमस्कार। म अधिवक्ता प्रितम तामाङ, पेसाले कानुन व्यवसायी। आजको यस भिडियोमा म यहाँहरू समक्ष अत्यन्त महत्त्वपूर्ण विषयको बारेमा कुरा गर्न गइरहेको छु। फर एक्जाम्पल, तपाईहरूको प्रश्न के रहेको छ भने, मेरो पत्नी मेरो मन्जुरी नलिकन, मेरो अनुमति बिना नै विगत 7-8 वर्षभन्दा बढी समयदेखि अलग बसिरहेको छ, घर छोडेर गएको छ। अब यस्तो अवस्थामा अहिले कता छिन् मलाई केही पनि थाहा छैन। के यस्तो अवस्थामा मैले सम्बन्ध विच्छेद नगरिकन दोस्रो विवाह गरे भने मलाई बहुविवाहको मुद्दा लाग्छ कि लाग्दैन भन्ने यहाँहरूको प्रश्न जिज्ञासा रहेको छ। यो अत्यन्त महत्त्वपूर्ण विषय पनि हो। समाजमा यस्तो घटना धेरै घटिरहेको छ। तसर्थ तपाईहरूले यो कुरा एकदम ख्याल गर्नुपर्ने हुन्छ, बुझ्नुपर्ने हुन्छ। र कुरा गरौँ अब आजको विषयको। यदि तपाईको पत्नीले तपाईको मन्जुरी नलिई विगत 7-8 वर्षदेखि अलग बसिरहेको छ अथवा घर छोडेर गएको छ भने यस्तो अवस्थामा पनि तपाईले सम्बन्ध विच्छेद गरेर मात्र, अदालतबाट सम्बन्ध विच्छेद गरेर मात्र दोस्रो विवाह गर्नुहोला। किनभने कानुनमा 7-8 वर्षदेखि अलग बस्दैमा अटोमेटिक डिभोर्स हुने कुनै पनि कानुनी प्रावधान छैन नेपालको कानुनमा। तसर्थ यो कुराहरू एकदम ख्याल गर्नुहोला। तपाईले दोस्रो विवाह गर्नु पर्यो भने फर्स्टमा यस्तो अवस्थामा पनि डिभोर्स नै गर्नुपर्ने हुन्छ। तपाईलाई के लाग्न सक्छ भने हाम्रो कन्ट्याक्ट नभएको 7-8 वर्ष भइसक्यो, उसले आफ्नो तरिकाले जिन्दगी बिताइरहेको छ, म आफ्नो तरिकाले जिन्दगी बिताइरहेको छु। अब मलाई एउटा पत्नीको आवश्यक पर्यो, म दोस्रो विवाह गर्न जाँदैछु। अब 7-8 वर्षपछि चाहिँ मुद्दा लाग्दैन भन्ने यहाँलाई लाग्न सक्छ। तर यस्तो होइन। पछि तपाईको कतिपय अवस्थाहरूमा 7-8 वर्षपछि पनि पत्नी फर्केर आएको अवस्था रहेको छ समाजमा। तसर्थ यो कुरा एकदम ख्याल गर्नुहोला। तपाईले यस्तो अवस्थामा पनि दोस्रो विवाह गर्नु अगाडि डिभोर्स नै गर्नुपर्ने हुन्छ। यदि तपाईले सम्बन्ध विच्छेद नगरिकन दोस्रो विवाह गर्नुभयो भने तपाईलाई भविष्यमा तपाईको जेठी पत्नी आएर बहुविवाहको उजुरी गर्न सक्छिन्। तसर्थ यो कुरा ख्याल गर्नुहोला। हस्त आजको यस भिडियो यहाँले बुझ्नुभयो होला। धन्यवाद। नमस्ते।